पट्टि र यहाँ यता श्री गणेश यहाँ हुनुहुन्छ नन्दी भृङ्गीसँगै जब नन्दी भृङ्गीहरूले चन्द्रबाणले एउटा राम्रो हात्तीको शिर छेदन गरेर ल्याउनु भयो। त्यस पछाडि श्री महादेवले गणेशलाई त्यही हात्तीको शिर जोडेर जीवित गराइदिनु भयो। उहाँ श्री गणेश चाहिँ यता हुनुहुन्छ, माता पार्वती माथि। र अब हामी यहाँबाट जान्छौँ माता पार्वती भएको स्थानमा, जहाँ हलिसी महादेव सँगसँगै अब यतापट्टि हुनुहुन्छ आमा पार्वतीको दर्शनको लागि हामी यहाँ यसरी जान्छौँ। खोटाङ जिल्लाको हलिसी महादेव भए स्थानमा छौँ हामी र यतापट्टि हुनुहुन्छ सर्वशक्तिशाली आमा पार्वती, जहाँ हामीले अहिले देखिरहेका छौँ। उहाँलाई फुलमाला त्यसै गरी सौभाग्यहरूले सजाइएको छ, चुनरीहरूले। कपालहरू चाहिँ विशेष आयु मागिन्छ यहाँले। यो माता पार्वतीको कपाल जुन तपाईँले देखिरहनु भएको छ, यहाँबाट विशेष गरी आफ्नो लामो आयुको लागि अथवा आफ्नो चाहनेवालाहरू आफ्नो प्रियजनको लामो आयुको लागि चाहिँ वरदान माग्ने गरिन्छ यो स्थानमा आएर। यहाँ तपाईँले आमा पार्वतीको कपाल देखिरहनु भएको छ। आमा पार्वतीको यो केश